आजको भिडियो चाहिँ नाङ्लो सेटबाट स्टार्ट गर्दैछु है साथीहरू। यति धेरै दिनपछि हजुरहरूसँग इन्टरेक्सन गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको छ। आज चाहिँ म चिसो पानीमा छु। हेर्नुहोस्, हामी चाहिँ साँझको टाइम छ अनि डिनर चाहिँ वहीँ गर्ने भनेर हामी गएको थियौँ प्लान गरेर। अहिले चाहिँ नयाँ खुलेको रेस्टुरेन्ट हो त्यो, जुन चाहिँ सप्तरङ्गी क्याफे एन्ड फन पार्क भन्ने छ। त्यो चाहिँ यस्तो राम्रो छ, हेर्नुहोस्, हजुरहरू पनि वहाँ भिजिट गर्न सक्नुहुन्छ। टिकटकमा मैले धेरै देखिरहेको थिएँ, त्यही भएर चाहिँ मलाई एकदम जान मन थियो कि त्यहाँ। अनि म चाहिँ फ्यामिलीसँग वहाँ गइरहेको थिएँ। परी र टुन्नु पनि धेरै इन्जोय गरिराखेको छन्। परीको मुड अफ हुने त हजुरहरूलाई थाहै छ, आफूले भनेको भएन भने। यो चाहिँ क्याफेको अगाडिको भ्यू हो, हेर्नुहोस् न कस्तो राम्रो देखेछ। खरले छाएको छ, अथेन्टिक एकदम गाउँले पाराको बनाइएको छ यो क्याफेलाई चाहिँ। भित्रको इन्टेरियरहरू पनि एकदम सिम्पल अनि एट्र्याक्टिभ देखिरहेको थियो। मैले चाहिँ टिकटकमा देखेको भन्दा पनि यहाँ आएर हेर्दा मलाई झन् मन पर्यो कि यहाँको चाहिँ सराउन्डिङहरू पनि है। बच्चाहरू झन् यहाँ आएपछि यति खुसी भइरहेको थिएँ नि। दिउँसोमा भन्दाखेरि पनि इभिनिङमा आउँदाखेरि चाहिँ यहाँको भ्यूज अलि अर्कै एकदम एट्र्याक्टिभ देखिने रहेछ के। यो चाहिँ रेस्टुरेन्टको पछाडिको भ्यू हो, हेर्नु न कस्तो राम्रो छ। आर्टिफिसियल लेक बनाइएको छ यहाँ। त्यसपछि चाहिँ हामी गयौँ बोटिङ गर्नको लागि। अनि परे चाहिँ हल्का डराइराखेकी थिइन्। अनि हजुरहरूले हेर्न सक्नुहुन्छ, मैले चाहिँ लाइफ ज्याकेट पनि लगाएको छु। मम्मी चाहिँ बोटिङ गर्न मान्नु भएन, मलाई डर लाग्छ भनेर। त्यही भएर म, परी अनि मेरो ठुली आमा अनि मेरो भदा भएर चाहिँ हामी बोटिङ गर्दैछौँ। हाम्रो जिन्दगी सधैँ यति बिजी हुन्छ, कहिले कहिले टाइम निकालेर फ्यामिलीसँग घुम्न पनि हिँड्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई चाहिँ। रातिको टाइममा भ्यूज पनि यस्तो राम्रो देखेछ, हेर्नु न कस्तो राम्रो सिन देखेछ। अनि यो पोन्ड चाहिँ आर्टिफिसियल हो, जसमा चाहिँ खनेर पानी भरेर यसरी बनाइएको थियो। कस्तो राम्रो देखिरहेको छ। मैले पनि यसो बोटको चाहिँ पेडल मार्दैछु। मलाई पनि यस्तो इन्जोय गर्न मन लागिरहेको थियो कि थुप्रै दिनदेखि हस्पिटल आउने जाने भइरहेको थियो मेरो पनि। बाहिर हामीले धेरै बेर बोटिङ गऱ्यौँ, त्यसपछि फेरि हल्का गर्मी भयो अनि फेरि हामी भित्र आयौँ। परीले र बाबुले फेरि भने कि हामीलाई त भोक लाग्यो, हामीलाई मोमो चाहियो भनेर। अनि फेरि हामीले अर्डर गऱ्यौँ मोमो। बच्चाहरूलाई चाहिँ घरमा जति मिठो बनाएर दिए नि खाना चाहिँ बाहिर केही मिठो लाग्ने के। परीले भनिन् कि मम्मी आज मैले मोमो चाहिँ चपस्टिकले खान्छु भनेर। अनि हेर्नुहोस् न कसरी खसालेछिन् परीले चपस्टिक। म पनि हाँसिराखेको छु कि यसरी कसले खान्छ परी मोमो भनेर। यस्तो टेस्टी डिनर गरिसकेपछि चाहिँ अब टाइम भयो घर जाने। हजुरहरूले हेर्न सक्नुहुन्छ बाहिरको भ्यू कस्तो राम्रो देखेको छ रातिमा पनि। मलाई चाहिँ हजुरहरूले यति धेरै माया र सपोर्ट दिनुभएको छ, त्यसको लागि म धेरै आभारी छु। अनि मेरो भिडियो हेरेर इन्जोय गर्नुहोला। थ्याङ्क यू।